बजारबाट ल्याएको म्याङ्गो जुस र ओरिजिनल म्याङ्गो जुसको कम्पेरिजन गर्दैछौँ र यो फेड भयो है त। भनेपछि यो म्याङ्गो जुस चाहिँ हामीले चाहिँ हाइपोक्लोराइड हालेर चेक गर्दाखेरि के देखियो त, यो सबै ट्रान्सप्यारेन्ट भयो। अब यो सबै के हो त, चिनी पानी मात्रै हो है त। अब हामीले ओरिजिनल म्याङ्गोमा पनि टेस्ट गरेर हेर्छौँ है त। आखिरमा अब हामीले के बुझ्नु पर्यो त भन्दाखेरि हामीले बजारबाट किनेको म्याङ्गो पल्प अथवा म्याङ्गो जुस चाहिँ ट्रान्सप्यारेन्ट भयो त्यो केमिकल राख्दाखेरि, ओरिजिनल म्याङ्गोमा चाहिँ के भयो त, कलर चाहिँ के भएन, फेड भएन। भनेपछि हामीले के बुझ्नु पर्यो त, अब हामीले खाने बजारबाट खाने जति पनि फ्रुट जुसहरू छ, जति पनि जुन फ्लेभरको भए पनि सबै के रहेछ त, यो सिन्थेटिक कलर एड गरेर बनाएको रहेछ। यसमा 0.01% पनि के रहेन रहेछ, म्याङ्गो पल्प अथवा ओरिजिनल फ्रुट जुस छैन यसमा। यो अब हाम्रो ओरिजिनल भइहाल्यो है त। ओरिजिनल कहिले पनि के हुँदैन, फेड हुँदैन। यसरी बुझ्नु पर्यो है त। अब यस्तो कुराहरू चाहिँ हामीले अब खाना चाहिँ अभोइड गर्नु पर्यो है त।